प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो। पीताम्बर मुभी रिलिजमा आइसकेको छ र यो मुभी हेरिसकेपछि वान वर्डमा भन्नुपर्दाखेरि डिसेन्ट गुड मुभी भन्न चाहन्छु। भने ओभरअल पीताम्बर मुभी कस्तो छ भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। नाम के हो यसको? न कसैको दाइ न कसैको भाइ, इन्स्पेक्टर राई। कृष्ण चौलागाईद्वारा निर्देशित मुभीमा हामीले प्रदीप खड्का, सौगात मल्ल, दयाङ राई, सुरक्षा पन्त, प्रमोद अग्रहरि, अनुप विक्रम साई, दिव्य देव, दिव्या राय माझी, सुपुष्पा भट्ट आदिको अभिनय देख्न सक्छौं। भने यो मुभी हेरिसकेपछि भन्नुपर्दाखेरि चाहिँ मुभीको ट्रेलर र टिजर लेभलबाट जुन एक्सन देखिएको थियो र मुभीको स्केल जुन तरिकाको देखिएको थियो त्यो अनुसारको चाहिँ फुलफिल हुन्छ मुभी। तर पनि मुभीको स्टोरी भने हल्का फिका लाग्यो मलाई। स्टोरीको बारेमा कुरा गर्नुपर्दाखेरि यो मुभीले प्रदीप खड्काको रिभेन्ज एक्सन ड्रामामा आधारित छ फुल्ली, र उनले पनि आफ्नो 100% दिएको जस्तो फिल हुन्छ मुभीमा। मुभीको पोजिटिभ पोइन्टको बारेमा कुरा गर्नुपर्दाखेरि मुभीको बीजीएम एकदमै दामी लागेको छ मलाई। फर्स्ट हाफमा त झन् जसरी स्टोरी चलिरहन्छ र त्यो अनुसारको बिल्ड भइरहेको छ त्यो अनुसारको बीजीएम बब्बाल छ, पुरै सुट गर्ने खाले। त्यसै गरी प्रमोद अग्रहरि, प्रदीप खड्काको इन्ट्रीमा दिएको बीजीएम पनि एकदमै बब्बाल लागेको छ मुभीमा मलाई। अनि मुभीको सिनेमेटोग्राफी पनि एकदमै हामीले ट्रेलरमा देखिए अनुसारै लार्जर देन लाइफ टाइपकै छ र बब्बाल पनि देखिरहेको छ भिजुअली चाहिँ मुभीको सिनेमेटोग्राफी। त्यसै गरी मुभीको सङ्ग्सहरूको बारेमा कुरा गर्नुपर्दा पनि त्यस्तो नराम्रो सङ्ग्स छैन, गुड टाइपकै सङ्ग्स देख्न सक्छौँ हामीले मुभीमा। त्यसै गरी मुभीको स्क्रिन प्लेको बारेमा कुरा गर्नुपर्दाखेरि मुभीको फर्स्ट हाफ एकदमै राम्रो भए तापनि सेकेन्ड हाफ भने हल्का फिका लागेको छ मलाई। त्यसै गरी मुभीको एक्टर एक्ट्रेसको पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि प्रदीप खड्काको एक्सन एकदमै दामी देखिएको छ र उनको अन्दाज दामी देखिन्छ। यो लुक्समा उनलाई एकदमै फिट देखिएको छ। भने मुभीको सेकेन्ड हाफ हल्का इमोसनल फिटहरूमा फोकस गरिएको छ र त्यो सिनहरूमा पनि प्रदीप खड्काले राम्रोसँग ह्यान्डल गरेको देखिन्छ। भने अघि भने जस्तै प्रदीप खड्काले आफ्नो 100% दिएको छन् यो मुभीमा। त्यसै गरी प्रमोद अग्रहरिको बारेमा कुरा गर्नुपर्दाखेरि उन मेन भिलेनको रूपमा एकदमै खुङखार देखिएको छन् र उनको काम पनि एकदमै बब्बाल लागेको छ मलाई क्यारेक्टर अनुसार। भने दिव्य देवले पनि यो मुभीमा हल्का फरक क्यारेक्टर चुज गरेको छन् र उनले यो क्यारेक्टरलाई पनि एकदमै बेखुबी नै निभाएको छन्। त्यसै गरी अनुप विक्रम साईको पनि काम एकदमै दामी देख्न सक्छौँ मुभीमा। दयाङ राईलाई भने हल्का ह्युमरको लागि राखिएको छ र उनले त्यो पनि काम एकदमै राम्रोसँग निभाएको छन्। र सौगात मल्लको बारेमा कुरा गर्नुपर्दाखेरि उनको क्यामियो टाइपको रोल छ तर उनको इन्ट्रीसँगै मुभी एकदमै बब्बाल बन्छ। जबदेखि सौगात मल्लको इन्ट्री हुन्छ र उनको औराले मुभीलाई एकदमै नेक्स्ट लेभल पुर्याउँछ। विशेष गरी भन्नुपर्दाखेरि सौगात मल्ल र सुरक्षा पन्तको काम एकदमै बवाल देखिएको छ, थोरै क्यामियो रोलमा यी दुवै भए तापनि। त्यसै गरी दिव्या राय माझीको पनि उनको पछिल्लो मुभी एक्टरमा भन्दा पनि यसमा बेटर काम देखिरहेको छ। त्यसै गरी सुपुष्पा भट्टको काम पनि फिल गुड टाइपकै लाग्यो यो मुभीमा, अलि बेटर हुन सक्थ्यो। अनि मुभीको नेगेटिभ पोइन्टको बारेमा कुरा गर्नुपर्दाखेरि मुभीको फर्स्ट हाफको तुलनामा सेकेन्ड हाफ एकदमै कमजोर लाग्यो मलाई। सेकेन्ड हाफ हल्का इमोसनल टपिकतिर जान्छ र इमोसनल भए तापनि त्यो इमोसनललाई चाहिँ हल्का हामीसँग कनेक्ट हुन नसकेको जस्तो फिल भयो मलाई। त्यसै गरी मुभीको क्लाइमेक्स पनि कुरा गर्नुपर्दाखेरि क्लाइमेक्स त्यस्तो खासै लागेन, यो भन्दा बेटर हुन सक्थ्यो। बिलो एभरेज टाइपकै क्लाइमेक्स रहेको छ मुभीको। यसले पनि ओभरअल पीताम्बर मुभी चाहिँ वान अफ द बेस्ट नभइकन वान टाइम वाचेबल डिसेन्ट मुभी मात्र बन्न सफल रहन्छ मेरो लागि चाहिँ। माया गर्न हातमा चाहिन्छ मेरा, तिम्रो अगाडि जो उभिएको छ त्यसको हातमा मरिसक्यो। तपाईहरुलाई भने कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। आजलाई भने यति नै पीताम्बर मुभीको रिभ्यू। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरुको रिभ्यू र मुभी अपडेट जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।